पहिलो प्रश्न रहेको छ 52 पोखरी 53 टाकुरीको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? तपाईहरुको अप्सन रहेको छ ए रुकुम, बी सल्यान, सी रामेछाप, डी झापा। यसको सही उत्तर हुन्छ अप्सन ए रुकुम। अर्को प्रश्न रहेको छ क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो प्रदेश कुन हो? तपाईहरुको अप्सन रहेको छ ए गण्डकी प्रदेश, बी मध्य प्रदेश, सी सुदूरपश्चिम प्रदेश, डी बागमती प्रदेश। यसको सही उत्तर हुन्छ अप्सन बी मध्य प्रदेश। अर्को प्रश्न रहेको छ नेपालको सबैभन्दा धेरै बालुवा बोक्ने नदी कुन हो? तपाईहरुको अप्सन रहेको छ ए गण्डकी, बी कोशी, सी बबई, डी त्रिशुली। यसको सही उत्तर हुन्छ अप्सन बी कोशी। अर्को प्रश्न रहेको छ नेपाल जलस्रोतको आधारमा कतिऔं ठूलो देश हो? तपाईहरुको अप्सन रहेको छ ए पहिलो, बी दोस्रो, सी तेस्रो, डी चौथो। यसको सही उत्तर हुन्छ अप्सन बी दोस्रो। त्यस्तैगरी अर्को प्रश्न रहेको छ जनसंख्याको आधारमा सबैभन्दा ठूलो जिल्ला कुन हो? तपाईहरुको अप्सन रहेको छ ए डोल्पा, बी काठमाडौँ, सी हुम्ला, डी रूपन्देही। यसको सही उत्तर हुन्छ अप्सन बी काठमाडौँ। अर्को प्रश्न रहेको छ महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला कतिवटा छन्? तपाईहरुको अप्सन रहेको छ ए एउटा, बी 5 वटा, सी 2 वटा, डी 4 वटा। यसको सही उत्तर हुन्छ अप्सन सी 2 वटा। अर्को प्रश्न रहेको छ एकसिङे गैंडाको लागि प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो? तपाईहरुको अप्सन रहेको छ ए रारा राष्ट्रिय निकुञ्ज, बी चितवन राष्ट्रिय निकुञ्ज, सी बाँके राष्ट्रिय निकुञ्ज, डी लामटाङ राष्ट्रिय निकुञ्ज। यसको सही उत्तर हुन्छ अप्सन बी चितवन राष्ट्रिय निकुञ्ज। अर्को प्रश्न रहेको छ कफीको लागि प्रख्यात जिल्ला कुन हो? तपाईहरुको अप्सन रहेको छ ए तनहुँ, बी अर्घाखाँची, सी गुल्मी, डी सल्यान। यसको सही उत्तर हुन्छ अप्सन सी गुल्मी। अर्को प्रश्न रहेको छ क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो प्रदेश कुन हो? तपाईहरुको अप्सन रहेको छ ए गण्डकी, बी कर्णाली, सी लुम्बिनी, डी बागमती। यसको सही उत्तर हुन्छ अप्सन बी कर्णाली प्रदेश। साथीहरु अर्को महत्त्वपूर्ण प्रश्न रहेको छ नेपालको कान्छो जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? तपाईहरुको अप्सन रहेको छ ए डडेलधुरा, बी पूर्वी रुकुम, सी रसुवा, डी रौतहट। यसको सही उत्तर हुन्छ अप्सन बी पूर्वी रुकुम। अर्को प्रश्न रहेको छ नेपालको सबैभन्दा अग्लो स्तम्भ कुन हो? तपाईहरुको अप्सन रहेको छ ए घण्टाघर, बी अशोक स्तम्भ, सी धरहरा, डी कुनै पनि हैन। यसको सही उत्तर हुन्छ अप्सन सी धरहरा। अर्को प्रश्न रहेको छ नेपालको सबैभन्दा अग्लो स्तम्भ कुन हो? तपाईहरुको अप्सन रहेको छ ए घण्टाघर, बी अशोक स्तम्भ, सी धरहरा, डी कुनै पनि हैन। यसको सही उत्तर हुन्छ अप्सन सी धरहरा। अर्को प्रश्न रहेको छ 15औं चोली भनेर कुन हिमाललाई चिनिन्छ? तपाईहरुको अप्सन रहेको छ ए सैपाल, बी धौलागिरी, सी सगरमाथा, डी कञ्चनजङ्घा। यसको सही उत्तर हुन्छ अप्सन सी सगरमाथा। अर्को प्रश्न रहेको छ प्रख्यात धार्मिक स्थल स्वर्गद्वारी कुन जिल्लामा पर्दछ? तपाईहरुको अप्सन रहेको छ ए सप्तरी, बी दाङ,
सी सुनसरी डी प्युठान। यसको सही उत्तर हुन्छ अप्सन डी प्युठान। अर्को प्रश्न रहेको छ प्रख्यात धार्मिक स्थल स्वर्गद्वारी कुन जिल्लामा पर्दछ? तपाईहरुको अप्सन रहेको छ ए सप्तरी बी दाङ सी सुनसरी डी प्युठान। यसको सही उत्तर हुन्छ अप्सन डी प्युठान। अर्को प्रश्न रहेको छ सर्वप्रथम सगरमाथा आवरण गर्ने पहिलो महिला को हुन्? तपाईहरुको अप्सन रहेको छ ए लाक्पा शेर्पा बी जुनको ताबे सी पूर्णिमा श्रेष्ठ डी पासाङ लामु शेर्पा। यसको सही उत्तर हुन्छ अप्सन डी पासाङ लामु शेर्पा। अर्को प्रश्न रहेको छ विश्वको अग्लो स्थानमा गरिने मार्सी धानको खेती नेपालको कुन जिल्लामा गरिन्छ? तपाईहरुको अप्सन रहेको छ ए डोल्पा बी ताप्लेजुङ सी जुम्ला डी जाजरकोट। यसको सही उत्तर हुन्छ अप्सन सी जुम्ला। अर्को प्रश्न रहेको छ मन्दिरहरूको सहर भनेर कुन ठाउँलाई चिनिन्छ? तपाईहरुको अप्सन रहेको छ ए बुटोल बी पोखरा सी काठमाडौँ डी दिपायल। यसको सही उत्तर हुन्छ अप्सन सी काठमाडौँ। अर्को प्रश्न रहेको छ सात तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? तपाईहरुको अप्सन रहेको छ ए सल्यान बी झापा सी रामेछाप डी कास्की। यसको सही उत्तर हुन्छ अप्सन डी कास्की। अर्को प्रश्न रहेको छ नेपालको मरुभूमि भनेर कुन जिल्लालाई चिनिन्छ? तपाईहरुको अप्सन रहेको छ ए मुस्ताङ बी बाँके सी कास्की डी कञ्चनपुर। यसको सही उत्तर हुन्छ अप्सन ए मुस्ताङ। साथीहरु अझै पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अर्को प्रश्न रहेको छ भौगोलिक रूपमा नेपाल कस्तो देश हो? तपाईहरुको अप्सन रहेको छ ए खाडी बी टापु सी प्रायद्वीप डी भूपरिवेष्टित। यसको सही उत्तर हुन्छ अप्सन डी भूपरिवेष्टित। अर्को प्रश्न रहेको छ चीन र भारत दुवैसँग सीमाना जोडिएको जिल्ला कतिवटा छन्? तपाईहरुको अप्सन रहेको छ ए एउटा बी दुईवटा सी तीनवटा डी चारवटा। यसको सही उत्तर हुन्छ अप्सन बी दुईवटा। अर्को प्रश्न रहेको छ सबैभन्दा बढी गुम्बा भएको जिल्ला कुन हो? तपाईहरुको अप्सन रहेको छ ए सिन्धुपाल्चोक बी पाँचथर सी सोलुखुम्बु डी रसुवा। यसको सही उत्तर हुन्छ अप्सन सी सोलुखुम्बु। अर्को प्रश्न रहेको छ प्रख्यात धार्मिक स्थल मनोकामना कुन जिल्लामा पर्दछ? तपाईहरुको अप्सन रहेको छ ए स्याङ्जा बी रुकुम सी चितवन डी गोर्खा। यसको सही उत्तर हुन्छ अप्सन डी गोर्खा। अर्को प्रश्न रहेको छ मध्य प्रदेशमा कतिवटा जिल्लाहरू छन्? तपाईहरुको अप्सन रहेको छ ए 11वटा बी 12वटा सी 9वटा डी 8वटा। यसको सही उत्तर हुन्छ अप्सन डी 8वटा। अर्को प्रश्न रहेको छ नेपालको जस्तै नक्सा भएको जिल्ला कुन हो? तपाईहरुको अप्सन रहेको छ ए कास्की बी पर्वत सी धादिङ डी बागलुङ। यसको सही उत्तर हुन्छ अप्सन डी बागलुङ। अर्को प्रश्न रहेको छ नेपालको ढोका भनेर कुन ठाउँलाई चिनिन्छ? तपाईहरुको अप्सन रहेको छ ए तातोपानी नाका बी वीरगञ्ज सी बिर्तामोड डी सुनौली। यसको सही उत्तर हुन्छ अप्सन बी वीरगञ्ज।
साथीहरु अर्को रमाइलो प्रश्न रहेको छ झोलुङ्गे पुलको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? तपाईहरुको अप्सन रहेको छ ए धादिङ, बी पर्वत, सी बागलुङ, डी गुल्मी। यसको सही उत्तर हुन्छ अप्सन सी बागलुङ। अर्को प्रश्न रहेको छ नेपालको समय ग्रीनविच समय भन्दा कतिले चलाक छ? तपाईहरुको अप्सन रहेको छ ए 3 घण्टा 45 मिनेट, बी 4 घण्टा 45 मिनेट, सी 5 घण्टा 45 मिनेट, डी 6 घण्टा 45 मिनेट। यसको सही उत्तर हुन्छ अप्सन सी 5 घण्टा 45 मिनेट। अर्को प्रश्न रहेको छ बागमती प्रदेशमा कतिवटा जिल्लाहरू छन्? तपाईहरुको अप्सन रहेको छ ए 9 वटा, बी 10 वटा, सी 13 वटा, डी 15 वटा। यसको सही उत्तर हुन्छ अप्सन सी 13 वटा। अर्को प्रश्न रहेको छ नेपालको प्रामाणिक समय कुन हिमाललाई आधार मानेर गरिएको छ? तपाईहरुको अप्सन रहेको छ ए अन्नपूर्ण, बी मनास्लु, सी लोत्से, डी गौरी शंकर। यसको सही उत्तर हुन्छ अप्सन डी गौरी शंकर। अर्को प्रश्न रहेको छ भौगोलिक रूपमा नेपाल एसियाको कुन भागमा अवस्थित छ? तपाईहरुको अप्सन रहेको छ ए पूर्वी एसिया, बी पश्चिम एसिया, सी दक्षिण एसिया, डी मध्य एसिया। यसको सही उत्तर हुन्छ अप्सन सी दक्षिण एसिया। अर्को प्रश्न रहेको छ नेपालबाट सबैभन्दा टाढाको सार्क राष्ट्र कुन हो? तपाईहरुको अप्सन रहेको छ ए पाकिस्तान, बी मालदिभ्स, सी भुटान, डी बंगलादेश। यसको सही उत्तर हुन्छ अप्सन बी मालदिभ्स। अर्को रमाइलो प्रश्न रहेको छ नेपालको कुन नदीमा डल्फिन पाइएको छ? तपाईहरुको अप्सन रहेको छ ए भेरी, बी मेची, सी राप्ती, डी कर्णाली। यसको सही उत्तर हुन्छ अप्सन डी कर्णाली। अर्को प्रश्न रहेको छ चियाको लागि प्रख्यात जिल्ला कुन हो? तपाईहरुको अप्सन रहेको छ ए पाँचथर, बी झापा, सी इलाम, डी ताप्लेजुङ। यसको सही उत्तर हुन्छ अप्सन सी इलाम। अर्को प्रश्न रहेको छ क्षेत्रफलको आधारमा सबैभन्दा सानो जिल्ला कुन हो? तपाईहरुको अप्सन रहेको छ ए रुकुम, बी दार्चुला, सी तेह्रथुम, डी भक्तपुर। यसको सही उत्तर हुन्छ अप्सन डी भक्तपुर। अर्को प्रश्न रहेको छ सबैभन्दा धेरै जिल्लाहरूसँग सिमाना जोडिएको जिल्ला कुन हो? तपाईहरुको अप्सन रहेको छ ए मकवानपुर, बी रूपन्देही, सी जाजरकोट, डी सिन्धुली। यसको सही उत्तर हुन्छ अप्सन डी सिन्धुली। साथीहरु अझै पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनु होला ताकि यस्तै नयाँ अरु भिडियोहरु सबैभन्दा पहिला हजुरकोमा पुगोस्। भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरी साथीहरुलाई शेयर पनि गरिदिनु होला।